हेलो गुड मर्निङ शुभ प्रभात शुभ दिन तपाईहरुलाई धेरै धेरै स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु। के गर्दै हुनुहुन्छ, कता देश तथा प्रदेशबाट कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो, तपाईहरुले प्रतिक्रिया दिन सक्नुहुन्छ। आजको पनि दिनको सुरुवात भइसकेको छ, बिहानीले संकेत गरिसकेको छ। सदा दिन चाहिँ म पनि आफ्नो मेलापातको लागि बाहिर निस्किसकेको छु। अब चाहिँ म मेलापातको लागि लाग्नुपर्ने हुन्छ। आजको ताजा अवस्था म तपाईहरुलाई यहाँ देखाउन चाहन्छु। सदा दिन चाहिँ बरबरो बिलाएको छैन, यता पनि त्यस्तै छ, उता पनि यस्तै छ। तपाईहरु हेर्न सक्नुहुन्छ, यहाँ गाडीको चाहिँ झरिरहेछ आफै हैन। त्यसपछि यहाँ चाहिँ यस्तो छ अवस्था। म पनि अब मेलापातको लागि निस्किनु पर्ने हुन्छ। अरु त केही नयाँ कुरो केही छैन साथीहरु। आज चाहिँ एउटा नयाँ कुरा छ साथीहरु। मैले हिजो 4-5 दिनदेखि नुहाएको छैन भनेको थिएँ। आज चाहिँ मैले नुहाएर फ्रेस भइसकेको छु साथीहरु। एकदमै धानको बोरा बिसा जस्तो एकदमै फ्रेस अनुभव भइरहेछ। तपाईहरुलाई कस्तो लाग्छ, तपाईहरु नुहाउनु भयो कि भएन प्रतिक्रिया दिनु होला। अब भने हामी लाग्नु पर्ने हुन्छ मेलापाततिर साथीहरु। लेट्स गो। अहिले भने म छोटो वार्मअप को लागि एकदम ज्यान तताउन लागि जिममा आइसकेको छु साथीहरु। लेट्स गो। यहाँ चाहिँ मेरो आईडी स्क्यान गर्नुपर्छ अनि राख्नुहुन्छ साथीहरु। तिनै साथीहरु, आजको ब्लग भिडियो हेरेर प्रतिक्रिया दिनु होला, माया देखाइदिनु होला भन्न चाहन्छु। फेरि पनि भेटौँला अर्को भिडियोमा। आजलाई धेरै धेरै धन्यवाद। सबैको दिन शुभ रहोस्। बाई बाई साथीहरु। मिलेंगे नेक्स्ट ब्लग में। बाई बाई। आँखा लगाए लाइक कमेन्ट त आउनै पो छोडो। एउटा जान्ने धामी खोजेर नदेखाइन होला।